भयो यार पसिना पसिना यति हो 2 मिनट आएको यति भयो अलि जानु यता त बाटो ठिक रहेछ यहाँ बन्द रहेछ कि बेजोक छ जिन्दगी अब त गुडाएर लिएर हिँड्छु यार स्ट्रगल फुल स्ट्रगल भयो पसिना पसिना विदेशमा बसेर खाएको सब निक्ल्यो गाह्रो छ ओहो त यता फुटबल खेल्ने जस्तो ग्राउन्ड भएछ नि गाह्रो छ यहाँ पानी जम्दो रहेछ यता उता गयो यता डाँडो हो क्या टोटल स्ट्रगल चल्दैछ यहाँ फेरि पछाडि बेला हिँड्नु पऱ्यो थाकियो सुट Still more to go. 5 minutes. यही हो रोड फिर हाईवे हो त्यहाँ तल तर के गर्नु यति घुम्दै आउँदा हल्का रेस्ट गरेको बाटो चाहिँ बनाएको नै त्यति रहेछ बाँकी अरू सबै त ढलान भइसक्यो रहेछ चौडा पनि छ बाटो ट्र्याक्टर सेक्टर हिँड्दा बाइक साइक त साइडमा पनि लगाउनु मिल्दो रहेछ तर म चाहिँ सकिनँ पसिना पसिना भयो यार 5 मिनटको बाटो 2 चोटि रेस्ट गरिसकेँ फुल स्ट्रगल अब खाएर बस्नु थापिसक्यो गाड बोले त्यो भइसक्यो उयो लास्ट छ त्यो बुट्टाको माथि हो जस्तै छ फेरि यो यताबाट चल्दैछ स्ट्रगल धन्न एउटा ब्याग मात्रै छ एउटा ब्याग भाउजूलाई दिनुभयो नत्र भने सकिनँ म 2 चोटि आउनु भने हजुर लैदिनुहुन्छ अझ मकै बोक्नु भयो बारीमाथि उताबाट आउनु हो भाउजू दिदी म चाहिँ यताबाट रोड आएको फाँक भयो पसिना पसिना ওটাই বলছি যে জাস্ট চক্রটা নেই তাছাড়া কপি আছে आगे बनादम ब्लॉग एटे
भ्लग पाना चाहिँ भुलिगयो लज्जा पाएँ अनि 16जनालाई आएको यहाँबाट ठ्याक्क यो भन्ज्याङदिम जाने भनेको यताबाट जस्तो लाग्यो मलाई धेरै 5 वर्ष अगाडि आएको यताबाट नि एउटा बाटो भयो ऊ त्यहाँ बाइक राखेबाट उता माथि नि एउटा भयो त्यताबाट हो कि यहाँसम्म आयो 5 वर्ष अगाडि त आएको कुन बाटो बिर्सेँ तर हामी आउनु चाहिँ बयरघारीबाट आएको थियौँ पहिला अहिले चाहिँ वालिङबाट आएको ऊ त्यो बाटो माथिको आएको यहाँबाट यस्तै हुँदै तर यहाँ ठाँटी मारेर बस्यो थाहै भएन भाइ त्यहाँ थाहै भएन एकछिन हेरौँ पुरौँ मान्छे कोही आउँछ कि ऊ त्यहाँ स्कुटर गयो ऊ त्यो दाइलाई सोधेको यताबाट रहेछ यता तलबाट जाने हो यता पारि हो भनेको रे त्यही भएर अब तलबाट गइन्छ ठ्याक्क लेट्स गो ल तल डाँडा यस्तो नयाँ बन्दो रहेछ बल्ल ढलान भएर चाहिँ भर्खरै लागेको रहेछ सिटहरू पनि ऊ त्यहाँ त नयाँ छ ल ठिक छ यस्तो डस्टबिनहरू रहेछ यहाँ हामी 5 वर्ष अगाडि सबै आएर यहाँ यो पोखरीको आडामा फोटो खिचेको थियौँ अनि यता यतातिर
बाइक क्लियर गर केटाहरूले राइडिङ गर्दै थियो। अहिले त पुरै जाली लाग्छ तर आउन मिल्दो रहेछ बिचबाट। यस्तो छ एक राउन्ड हानौँ है। सही हो। त्यहाँदेखि एकछिन बसिन्छ 2 मिनट अनि फर्किन्छ किनभने 6 बजिसक्यो। अब धेरै घुम्ने टाइम छैन। यहाँ बच्चाहरू खेलेछन्, हामी अहिले फोटो खिच्यौँ अनि त्यसपछि हो त्यतातिर नि गइरहनु मान्छे। ठिकै हो, अहिले चाहिँ बेस सिजन रहन्छ त्यही भएर मान्छे त्यति नहुने रहेछन्। ल त्यही नै हो। ए घुमायो यो सिन छोडेर त अब जाने थिएन। अब के गर्ने, जानै पर्यो। अब चाहिँ टक्कै हिँड्यो हामी यहाँबाट लास्ट बाई हान्दिउँ है त छोरेको मैदानलाई। ल भाई बाकी सब छोड़ो, देखो ऐसा व्यू देखा है कभी? खुद ही देख लो। कि मुला आइदियो त कहाँ हो तिम्रो दुईटा? ये वो फुटबॉल तो बोला तुम लोग कैसे नहीं लाना। হাওয়া দরকার আর হবে না তো, তোমার হাওয়া দরকার ছিল ছিল আর হয়নি যখন ভেবে লাভ নেই। তোমার না যেটা হতো না আমি মজা নিতাম। তোমার যেমন যদি দুখানা ছেলে, তোমার বাবার দুখানা ছেলে বা একটা ছেলে একটা মেয়ে, আমি এখানে আসতে পারতাম।
बिर्सेको थिएन के गरौँ त इसारै दिएन फेरि फेरि এইদিকে অত আসছে না মনে হয় রোদও হচ্ছে দেখাও যাচ্ছে না एयरपोर्टमा जाने भन्दा बाहिर बस्नेको हेर्न आउनेको भिड छ धेरै बाबु हेलो हेलो देखो किसी को मालूम नहीं पड़ना चाहिए कि हम लोग कहाँ जा रहे हैं वरना गुंडे पीछे पड़ जाए। किसी को पता नहीं चलेगा। मैंने सबको बोल दिया कोल्हापुर नहीं जाने पर। एक काम करो तुम लोग जाओ मैं आता हूँ।